सम्पूर्ण मेरो प्रियजनहरूमा म चन्द्रनारायण पुजको तर्फबाट जय सङ्गत। म आज तपाईँहरूलाई आफूलाई ह्याप्पिनेस कसरी राख्ने, आफूलाई खुसी कसरी राख्ने भन्ने विषयमा केही कुराहरू जानकारी दिन गइरहेको छु। मैले आफूले भोगेको, आफूले अनुभव गरेको र आफूले प्र्याक्टिकली रूपमा त्यसको रिजल्ट पाएको कुराहरू तपाईँहरूमा सेयर गर्न गइरहेको छु। यो दुनियाँमा सबै मान्छेहरू खुसी, समृद्ध बन्न चाहन्छ। ह्याप्पिनेस, सबैलाई ह्याप्पी भएर बाँच्नु मन छ होइन। तर त्यो ह्याप्पी आज हामी यो दुनियाँमा खोजिरहेको छौँ होइन। महँगा घर बनाएर, महँगा गाडी चढेर, महँगा ब्रान्डको लुगा लाएर होइन, महँगा चिजवस्तुहरू, यो भौतिक चिजवस्तुहरूमा हामी खुसी खोजिरहेका छौँ। तर त्यो खुसी भौतिक चिजवस्तुमा छैन मेरो प्रियजन। त्यो खुसी भनेको तपाईँभित्र छ। यहाँ छ खुसी, यो दुनियाँमा खोज्नुहुन्छ। यहाँ भएको खुसी जब तपाईँ हामीले पत्ता लगाउँछ, पाइलामा खुसी छ। तपाईँ चाहे जुनसुकै कर्म गर्नुहोस्, कर्म खुसीका साथ गर्नु तपाईँ हाम्रो कला हो कि। चाहे तपाईँ झाडु लाउनुहोस्, चाहे पोचा लाउनुहोस्, चाहे लुगा धुनुहोस्, चाहे भाँडा माझोस्, चाहे यो चराचर जगतमा जसले जे काम गरे पनि तर ह्याप्पिनेस भएर काम गर्नुहुन्छ भने तपाईँ संसारकै खुसीमा व्यक्ति हो। ठुल्ठुला मान्छेहरू छ नि, धनाढ्य मान्छेहरू पनि अशान्त छ, टेन्सन, डिप्रेसन। किन? तपाईँ बुझ्नुहोस् न। आज मसँग के अरे ठुलो घर छैन भन्दैमा तपाईँ दुःख हुनु पनि जरुरतै छैन। त्यो ठुलो घर भएको मान्छे पनि खुसी छैनन् कि। जब तपाईँ तपाईँको मनलाई ह्याप्पिनेस बनाउनलाई, आफ्नो मनलाई एकाग्र बनाउनलाई, मनलाई प्रफुल्ल बनाउनलाई तपाईँलाई इन्टरनल ऊर्जाको आवश्यक छ। बाहिरी ऊर्जाले तपाईँलाई कुनै काम गर्दैन। तपाईँको यो धरतीमा यो परमात्माको तपाईँ अमूल्य उपहार हो। यो पृथ्वीमा 8 अर्ब मनुष्यमा तपाईँ जस्तै मनुष्य कोही पनि छैन। तपाईँको जस्तै आँखा, तपाईँको जस्तै हेराइ, तपाईँको जस्तै बोली, तपाईँको जस्तै मुस्कान कसको छ भन्नुहोस् त। यो कसैसँग तुलना नगर्नुहोस्। तपाईँमा पर्फेक्ट, ममा पर्फेक्ट हुनुपर्छ। हामीले जे गर्छौँ पर्फेक्ट ऊर्जाका साथ गर्नुपर्छ। तपाईँसँग जे छ नि त्यही चिजवस्तुहरूसँग समेटेर त्यसलाई व्यवस्थापन गरेर तपाईँले खुसी प्राप्त गर्न सक्नुहुन्छ, ताकि अरूमा होइन। आज यो गरेर खुसी हुन्छ कि होइन, पढ्दै गयो, जागिर गएर खुसी हुन्छ कि, जागिर खायो फेरि घर व्यवहार गरेर खुसी हुन्छ कि, कहीँ पनि खुसी छ खाली। किन खाली भयो? तपाईँले आफ्नो खुसी बिर्सिनु हो। आज तपाईँ एउटा राम्ररी सुन्दरी केटीसँग बिहे गर्ने र हो यो केटीसँग बिहे गर्नु पाए त म त कति खुसी हुन्थेँ होला भनेर कल्पना गर्नुभयो। त्यो केटीसँग बिहे पनि गर्नुभयो। बाइचान्स त्यो केटीको चरित्रहीन भई त्यो केटी तपाईँको परपुरुषसँग, अब अहिलेको मान्छेहरूलाई त आफ्नो श्रीमती कोहीसँग हेलो गर्दैमा त तपाईँको झगडा गरेर वितङ्ग गर्छ। बाइचान्स त्यो परपुरुष तपाईँको सुन्दरी भयो, तर परपुरुषप्रति आकर्षित हुने, परपुरुषसँग घुम्न जाने मन लाग्ने, परपुरुषसँग तपाईँको डेटिङ जान मन लाग्ने, अनैतिक काम गर्न मन लाग्यो भने नि तपाईँ त्यो केटी नपाउँदा जति ह्याप्पी र जति खुसी थियो त्यो पाएपछि तपाईँलाई त्यो केटीको व्यवहारले तपाईँलाई मृत्युसम्म लान सक्छ। अनि तिज वस्तु र व्यक्तिमा खुसी खोजेर तपाईँ खुसी हुन सक्नुहुन्छ? सक्नुहुन्न। तपाईँभित्र नै खुसी। तपाईँले आफ्नो मनलाई एकदम इनर्जेटिक बनाएर, आफ्नो मनलाई एकदम, तपाईँले कसैले गाली गर्दा पनि तपाईँको मन हलचल नहोस्, कसैले प्रशंसा गर्दा प्रफुल्ल हुने, कसैले निन्दा गर्दा तपाईँ निङ्ग हुनुहुन्छ नि, तपाईँ संसारको सबैभन्दा कमजोर व्यक्ति हो। जसरी शारीरिक एक्सर्साइज गरेर हाम्रो शरीरलाई बलवान बनाउन सक्छ नि, मानसिक रूपमा तपाईँले स्ट्रङ बनाउनलाई तपाईँ बिहान उठेर तपाईँले आफूलाई मेडिटेसन भनेको मनलाई एकाग्र बनाउन सक्यौँ भने हामीले आफ्नो मनभित्रको विकारहरूलाई दबाएर त्यो शुद्धतालाई प्रस्फुटन गरेर यो पृथ्वीमा छुट्टै आफ्नो इतिहास रचेर हामी जसरी पृथ्वीमा तपाईँको अनेकौँ महान आत्माहरू आउनुभयो नि, त्यसरी नै हाम्रो जीवन पनि उहाँहरू जस्तै महान बनाउन सक्छौँ। प्रियजन, खुसी भनेको तपाईँमा छ। तपाईँसँग जे चिज छ त्यसमा ह्याप्पी हुन सिकेछु। तपाईँसँग आज 1000 रुपियाँ छ भने त्यो 1000 रुपियाँ पनि तपाईँको लागि बेस्ट हो क्या। त्यसलाई आफूले वाह मसँग 1000 रुपियाँ छ, वाह मसँग 1 लाख छ, त्यसमा खुसी हुनुहोस् न। जे छ त्यसमा खुसी हुन सिक्नु। तपाईँ आज के कर्म गर्नुहुन्छ त्यो कर्म पनि खुसीका साथ गर्नुहोस्।
कुनै पनि काम गर्दा, चाहे घरमा होस् चाहे अफिसमा होस्, स्मार्टनेस देखाउनुहोस्, आफूलाई अलग देखाउनुहोस्। तपाईँ अरूले त्यही काम दुःख मानिरहेको छ भने तपाईँ हाँसेर मुस्कुराएर एकदम प्रेम भावले गर्नुहोस् न। तपाईँको दिन आज भोलि भन्दै तपाईँ खुसीमय हुन्छ। कसैको दुःख नलिनुहोस् प्रियजन, कसैले, चाहे छोरा छोरी, श्रीमती, माता पिता, जसले पनि तपाईँलाई कसैले दुःख दिन्छ भने दिने भनेकै तपाईँले दिनुलाई अस्वीकार गर्नुभयो भने तपाईँसँग रहँदैन, उसँगै रहन्छ। उसँग आफूले खुसी पनि दिने, खुसी लिने, दुःख दिनु, दुःख नलिनु, दुःख दिने पनि होइन लिने पनि होइन, खुसी दिने पनि हो लिने पनि हो है मेरो प्रियजन। जय सङ्गत।